यो हामी कहाँ अरे यो दुलिखेल ए साँच्ची हेलो नमस्ते इट्स मेरो बयाङ्गी लाइन सन्चै हुन्छ नि आशा राख्दछु हामी चाहिँ अहिले कहाँ जाँदैछौँ अहिले सैलुङ जाँदैछु दोलखा हामी यहाँ 4 जना छौँ अर्को 2 जना साथीहरू आउँदैछन् सो अनुहारको ताल लास्टै बिग्रिँदा होला मैले पुरै हुने त्यो चाहिँ प्लस धुलै धुलो होइन सो 2 जनाहरू छ कति सनराइज हुँदैछ हिमाल अलिअलि देखिरहेको छ क्यामेराबाट राम्रोसँग देखिरहेको छैन तर देख्नु चाहिँ दामी नै देखिन लागेको छ हामी चाहिँ अब चिया खान रोकेका छौँ यहाँ चाहिँ दुध मिक्स हुँदै रहेछ यसरी आगो नि बलिरहेको छ तताउँदै हुनुहुन्छ होला अंकित कस्तो भइराछ चिसो भइराछ नि सुभाष एकदम यार रमाइलो भइराछ एकदम सबजना मजा गर्दैछ चिसो त चिसो भइराछ यो चाहिँ हाम्रो साथीको टोली हो हामी 6 जना छौं सनराइज कस्तो राम्रो देखेको ल हेर्नुस् अहिले लाइ बाई एकछिनपछि हामी चिया खानु बसेको छौं चिया चना खान्छौँ अनि त्यसपछि युज गर्ने ल हामी चट्ट पारेर दोलखा आइपुग्यौं अब हामी यहाँबाट यतातिर लाग्छौं सो अहिले बिहानको 7:57 भयो हामी चाहिँ अहिले यहाँ आहाल डाँडा दोलखा भर्खरै छिर्यौँ अनि साथीहरू चाहिँ आउँदैछन् हामी चाहिँ कुर्दैछौँ लुक एट दिस भ्यू सो हामी यो बाटो सर जाने हो चिसो छ मौसम हामी चाहिँ गलत बाटो आएछौँ खासमा यो कालिम्पोङ जाने बाटो रहेछ अनि सैलुङ जाने बाटो तलतिरबाट मुडेबाट चाहिँ तलतिर जानुपर्ने थियो अरे सो हामी फेरि यहाँबाट लाइक 5-10 मिनट जति चाहिँ तल जानुपर्छ भ्यू हेऱ्यो फोटो खिच्यो हामी अब चट्ट पारेर खाना खाँदैछौँ अझ हामीलाई पुग्नको लागि 2-3 घन्टा लाग्छ धेरै भोक लागेर घिउ जानेर अब हामी खाना खान्छौँ मस्त अनि फेरि ब्याक टु द सेम राइड हाम्रो राइड चाहिँ यहीँ अन्त्य भएको छ भनेर त अहिलेको माथि सैलुङ पुग्दाखेरिको यहाँ चाहिँ टक्का स्कुटर बाइक राख्यौँ हामीले यहाँ अलिअलि खानेकुराहरू किन्न मिल्ने रहेछ सो हामी यहाँबाट चाहिँ अब मासतिर हेर्नु नो लाइक 30 मिनट जति हिँड्नुपर्छ अरे टक्क लाएर हिँड्छौँ मौसम यस्तो छ बाटो अब आउँदाखेरि नि अफ रोडै थियो अब हिँड्दाखेरि नि यस्तै बाटो हिँड्नुपर्ने रहेछ फाइनली सैलुङ अब चाहिँ हामीलाई लगभग 30 मिनट्सको ट्रेक गर्नुपर्छ त्यसपछि मात्र हामी टपमा पुग्छौँ भर्खर भात खाएको छ फुल टमी हामी कसरी जान्छौँ थाहा छैन कबाट 1 2 3 क्लियर अब वहाँबाट अलिकति राम्रो नि अहिले त बिहा भयो होला कस्तो भएर हामी यहाँ सुन्तला नि किन्दैछौँ कति किन्नु लाग्यो मलाई मन पर्ने लिनको 150 रुपैयाँ केजी छ ल यो चाहिँ हामी यसरी मजाले सिँढी चढेर आयौँ उकालो नै यहाँदेखि चाहिँ सायद यस्तो वाला सिँढी छैन होला हामी माथि टुप्पा जानुपर्छ जस्तो लागिरहेछ खाएको सबै निस्किसक्यो खाना खाँदै थियो होइन खाएको चाहिँ सबै निस्किसक्यो हाम्रो अरू चाहिँ पछाडि आइरहेको छ नि त हामी अरू बिस्तारै आउँदैछन् हामी अगाडि म चाहिँ पहिलाको जिम्मा रुचि अब अहिलेको जिम्मा भएर हाम्रो चाहिँ अलिकति के अरे इम्युनिटी पावर चाहिँ बढी भएर चाहिँ हामी हिँड्न सकिरहेको छु स्ट्रेन्थ बढी भएर अरूको त्यस्तै हो यस्तै छ अब यहाँ लुक एट दिस प्लेस हिमालको नजिक पुगे जस्तो अनुभव हुन्छ अलमोस्ट हिँड्यो भन्दा 20-25 मिनट त यो फोरहरू यस्तो गर्नु भएको छ तल त कति धेरै फोरहरू छ क्या यी यस्तो फोरहरू थाल्नुहुन्छ प्लिज मेरो भिडियो हेरेर यहाँ आउँदै हुनुहुन्छ भने चाहिँ यस्तो फोरहरू चाहिँ नफालिदिनु होला पुरै फोरले पुरै बिगारिसक्यो ठाउँ नै पाथ नै
यो चाहिँ नगरिदिनु होला भन्छु म चाहिँ। अरू भनेको चाहिँ यस्तै छ। अब हेरौँ कस्तो छ माथि, अरू माथि अब कस्तो छ हेरौँ। लेट्स होप एक्सपेक्टेसन मिट होस्, त्यही नै हो। यो चाहिँ हाम्रो माथि सैलुङको टपबाट देखिएको दृश्य। यहाँ चाहिँ यस्ता स्तूपा रहेछ एउटा। अनि हामी चाहिँ अघि नै आएर फोटोसोटो खिचेर नि भ्याइसक्यो। साथीहरू चाहिँ भर्खरै आइपुग्यो। अरू चाहिँ अब भर्खर आएको छन्, छकी मारिरहेछन्, भ्यू टावर हेर्न गएको छन्। हामी चाहिँ अघि नै आएको है, चिल पारामा बसिरहेको छ। हामी चाहिँ आनन्दले अब फोटो खिचेर बसिरहेको छ। अब हेर्ने हो, भ्यू इन्जोय गर्ने हो। त्यति हो। तपाईँ पनि आउनुहोस्, भ्यू इन्जोय गर्नुहोस्, रमाइलो गर्नुहोस्। आफ्नो नेपालको कुना काप्चारामा भएको ठाउँहरूलाई एक्सप्लोर गर्नुहोस् होइन, विश्वलाई लिएर आउनुहोस् होइन। त्यसपछि हाम्रो देशको पनि राम्रो होस्, पर्यटन क्षेत्रमा राम्रो हुन्छ। हेलो हेलो, हामी चाहिँ अब यहाँबाट निस्किन लागेको। सो हाम्रो जर्नी भनेको लाइक रमाइलो भयो, जे भए पनि। यताउता अहिले हुस्सु लागिरहेको छ, ऐना चाहिँ पुरै खुल्लै थियो। यतापट्टि अब हिमाल छेक्यो, सायद अब यो हिमाल नि खुल्दैन होला। हामी यहाँ सायद 1:30 बजेतिर आइपुगेको थियौँ। 1 साढे 1 बजीतिर गर्नु पऱ्यो लाइक 30 मिनट जति चाहिँ, 30 मिनट भन्दा पनि 45 1 आवर जति गर्नु पऱ्यो। अनि त्यसपछि चाहिँ हामी 1:30 बजी आइपुग्यौँ। बिहान हामी काठमाडौँबाट ठ्याक्कै जडपुरबाट हिँड्दाखेरि 5:30 6 बज्न आँटेको थियो। सो बस्दै बस्दै आइयो, रमाइलो गर्दै गर्दै आइयो। अनि अब चाहिँ यहाँबाट हामी चाहिँ बिदा हुँदैछौँ, यो सैलुङलाई यहीँ छोडेर, यो प्राकृतिक दृश्यलाई हामी यहीँ छोडेर अब जाँदैछौँ। सो अहिलेको लागि यति नै। अब हामीलाई थाहा छैन आज काठमाडौँ पुगिन्छ कि पुग्दैन, हेरौँ, लेट्स सी के हुन्छ। सो अहिलेको लागि साइनिङ अफ, बाई बाई। बाई बाई गरिदियो ल। हामी कालिम्पोङको उकालो चढ्यो। यहाँ हेर्नुहोस् भ्यू कति राम्रो छ। हिजो चाहिँ सैलुङ गएर हामीले त्यस्तो राम्रो भिडियो हिमाल देख्नु नपाए पनि आज चाहिँ हामीले अनप्लान ट्रिप भयो यो चाहिँ कालिम्पोङवाला। तर राम्रो भ्यू देखेको एकदम। हेर्नु त ग्लोबल वार्मिङको कारणले गर्दा हिमालको चुचुरोमा हिउँै छैन। एउटा कुरा देखाउँछु हजुरलाई, पानी जमेर हेर्नुहोस् त। वाट इज द्याट? ओएमजी, यो चाहिँ हामी हिँड्दैछौँ र गाह्रो भइरहेछ। कस्तो भइरहेछ भन्नु? रमाइलो मस्त। हामी चाहिँ कालिम्पोङ के भन्छ कालिम्पोङ माता दर्शन, भगवती माता दर्शन गरेर अहिले चाहिँ तल झर्दैछौँ। हामीले सोचेको चाहिँ थिएन, अब अनप्लान गरेर एकदम खुसी लाग्यो। अब हाम्रो यहाँ केबल कार चाहिँ त्यहाँनिर हानेर बसेको हामी चाहिँ हिजो आएर। चिसो छ, चिसो रहेछ खासमा। यहाँनिर आमा बुवा आएर यस्तरी खाँदै हुनुहुन्छ। हेलो, सरप्राइजली हामी कालिम्पोङ आएका छौँ। सो प्लान त थिएन, बट बेलुका राति 8 सवा 8 बजीतिर हामी कालिम्पोङमा प्रवेश गरेका थियौँ। सो अब 8:30 भयो, 8:30 क्रस भयो। हामी भगवान्को दर्शन गरिसकेका छौँ, अरूहरू गर्दै हुनुहुन्छ। सो अब चाहिँ हामी यहाँबाट चाहिँ सिधै काठमाडौँ लाग्छौँ। सो लास्टमा थोरै यो राखिदिएको हामी कालिम्पोङ नै आयौँ भनेर। सो अहिलेको वेदर राम्रो छ, ठिकै चिसो छ, मौसम राम्रै छ, ठाउँ पनि बस्ने ठाउँ पनि राम्रै पायौँ, राम्रै छ, त्यति धेरै क्राउड पनि हुनुहुन्न। सो द्याट्स अल, बाई बाई। अब लास्ट बाई बाई। मन परेमा लाइक, सेयर, सब्सक्राइब सबै गरिदिनु होला। बाई।